सबैमा नमस्कार दर्शकबिन। अहिले हामी नुवाकोट जिल्लामा आएका छौँ भने नुवाकोट जिल्लाको यो वडा नम्बर 1 हामी अहिले जलकिनी भन्ने ठाउँमा छौँ। यहाँ हेर्न सक्नुहुन्छ यो भिर यो वाल यो धेरै वर्ष भइसक्यो। यो वाल माथि ढुङ्गामाथि थपै गइन्छ, तर वाल तलबाट गक्कै गरेको दृश्य तपाईँहरूलाई हामी देखाइरहेको छौँ। हेर्नुहोस्, अहिलेपालि बर्खामा पनि एकदम जोखिम भएको छ। यो बाटो एकदम जोखिम भएको छ। सम्बन्धित निकायले बेलामा ध्यान आकर्षण गर्छ। यहाँका जनप्रतिनिधिहरू र नेताहरूले पनि यहाँको अलिकति विशेष ध्यान आकर्षण गरिदिनु भन्न चाहन्छु र नेपाल सरकारले पनि यो बाटोलाई निकासा दियोस्। यो बाटो पुरानो बाटो हो, पासाङ लामो मार्ग भनिन्छ यसलाई। एकदम पुरानो बाटो। यो बाटोको अवस्था यस्तो छ। हेर्नुहोस्, अहिले हेर्दै डरलाग्दो छ। यो ढुङ्गाका वालहरू हेर्दै डरलाग्दो छन्। माथिबाट त्यो पाला ठाउँमा बाटो छ, त्यहाँभन्दा माथि पासाङ लामो रोड हो। त्यो त्यहाँबाट तल गाडी खस्यो, एक्सिडेन्ट भयो भने सिधै खोला खचरमा आउँछ, यहाँ तल खचरमा आउँछ। यस्तो छ बाटोको अवस्था। तपाईँले आफै हेरेर सम्बन्धित निकायले बेलामा ध्यान आकर्षण गर्छ भन्ने हामीले आशा राखेका छौँ। र हेर्नुहोस्।